वेलकम टु माई न्यू भिडियो। आई होप सबजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। सबैहरूलाई मेरो नयाँ ब्लगमा त्यही हाम्रो पाइलाको डाइसेक्सन छ अनि त्यसको लागि चाहिँ हामी जान आँटेको है। हामीलाई चाहिँ थाहा नै थिएन कि आज डाइसेक्सन हुन्छ भनेर। थिएन अनि त्यो पनि एक्कासी आएर भन्नुभयो कि ग्लोभ्स भन्न साथीसँग ग्लोभ्स रहेछ आम्मा नि डाइसेक्सन गर्न हाम्रो कलेज। तपाईँहरूलाई म ल्याबमा गएर भेट्छु है त। भ्लग बनाएको होइन थोरै यस्तो क्लिप मात्र यस्तो पछिको सम्झना। ल म चाहिँ ल्याबमा आइपुगेँ। हजुरलाई म ल्याब देखाउँछु है त। हजुर सरले डाइसेक्सन गर्दै हुनुहुन्छ। लाइभ अर्को फोर्सेप ल्याऊ यसले पोइन्ट गरेन सबजना एकदम पोइन्टेड कडा पोइन्टेड वाला हाम्रो चाहिँ यहाँ सिकाउनु भयो। अब हामीले घर जाउँ। तिमी गर है म हेर्छु। आँखा पोल्यो। कोही जित्यो के भयो त ए केही भने यहीँको हेर्ने हो। ए सकभर नचेत्ने खोइ त्यहाँ तिम्रो भित्रको पार्ट गयो कि गएन त्यो व्हाइट कलरको यो 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 होइन त्यसलाई एकदम बचाउनु पर्यो। यो लियर अरूलाई अहिले तलबाट गर न। व्हाइट कलरको लेयर छ नि त्यहाँ सेक्दाखेरि आउने यो यहाँ आँखाभन्दा मुनि त्यहाँनिरको लागि चाहिँ बचाउने नसुझाउने उसको फुट्यो यहीँनिर यहीँ च्याप्दाखेरि भित्र तिम्रो त यहाँ भित्रै च्याप्दाखेरि हो नि त यसरी च्याप्नु डाइसेक्सन अफ पाइलाहरूलाई
डाइजेक्सन गर्दा गर्दा यस्तो के निक्ल्यो यहाँ लङ्स हो कि लिभर यो लङ्स जस्तो लगाइरह लिभर जस्तो लगाइरह यस्तो निक्लिरहेको देखिँदैन होला यसमा त गाइस नभन्ने मिस्टर सर एकचोटि यहाँ आइसक्यो सर आएर देख्यो भन्नु के चाहिँ सरले थाहा त्यही भएर के भन्न हामीलाई सर ग्याङ्गेलिया देख्यो त्यही त्यो फर्स्टको नि त्यही देख्यो त्यो त केही नै होइन अरे मैले नै निकालेको हो केही होइन सर ए होइन त्यो सेतो लाइन देखियो माथिको एउटा अनि त्यसरी भयो त एक्सटर्नललाई कसरी देख्यो नि त यतिकै देखियो कि सर यस्तै देखियो ए यतिकै देखियो कि त्यो चाहिँ अनि त्यसपछि देखियो त्यही हो भइहाल्छ त्यसलाई अलिक राम्रोसँग सुरु गरौँ नि त देखिया ती राम्रै देखिया तिम्रो हो त्यही हो मेन चाहिएको हामीलाई अरू केही होइन त्यहाँबाट अनि कता कता गएको हो नर्भ्सहरू पनि देखिन्छ त्यो चाहिँ एउटा आँखातिर होइन फाइनली साथीहरू फेरि देख्यो यत्रो मेहनतपछि खै देखाउ त कुन चाहिँ रे यो चाहिँ देखियो अरे अघि त हामीले के लिभर निकालेको थियो लिभर कि लङ्स यो अनि त्यसपछि यसको आन्द्राभुँडी तर देखियो एकछिन बसेर हेर्नु साथीहरू डाइजेक्सन गरेर पनि सक्यो जुन हामीले हेर्नुपर्ने मुख्य लेयर हो त्यो चाहिँ देखियो अरू बाँकी चाहिँ अब पछि सबलाई देखाएको साथीहरू डाइजेक्सन चाहिँ सक्यो है अब सब जग्गालाई ब्याट्री हिँड्यो म डाइसेक्सन सकेर पनि क्लासमा आइसकेँ अब चाहिँ हाम्रो क्लास स्टार्ट हुन्छ अब थ्योरी क्लास स्टार्ट हुन्छ ल भेटौँला नयाँ ब्लगमा बाई